guys, welcome to my new vlog. अनि अहिले चाहिँ मैले फेरि न्यू भिडियो अनि अहिले चाहिँ मेरो दाइको बिहा हो क्या अनि चट्टै हिरो भनेको छु क्या अनि यहाँको बाहिर पेन्ट बजाएको छ अनि मान्छेहरू पनि आएको छ म चाहिँ यहाँ हावामा बसिरहेको छु भित्र तपाईँहरूलाई लाउने कोसिस गर्छु म चाहिँ अहिले जानु आँटेको छु होइन मेरो सबजना दन्ती पैसा छ हामीहरू चाहिँ मेरो हजुरबाहरू मामाहरू अनि बाबाहरू चाहिँ बाइक राख्छ बाबा जानु क्या अनि सबैले गाडी गरिरहेको छ होइन यतिको चाहिँ छुट्या हुन्छ अन्त यो एकछिन पछि हामी जान्छु अहिलेको चाहिँ के भन्छ 11:30 10:11 12 भएको छ अनि त्यही हो अब एकछिनतिर जान्छु होला 5-10 मिनटपछि अनि के हुन्छ कसो हुन्छ म तपाईँहरूलाई देखाउनु सक्नु मतलब त्यही हो है कहाँ जा रहा है बाइक पर कबाक जा अनि म चाहिँ यहाँ आइसकेको छु बिहा घर होइन तपाईँहरूलाई हेराउनु पाएन त्यसको लागि सरी होइन अनि यहाँ बिहा सिया आएर दाइको बिहा हल्का के भन्छ त्यसले के भन्छ टिका टाउले हेरेँ हजुर भन्छ के छ यताउति कुटे हुन्छ अनि म चाहिँ यहाँ साथीको घर जानु आँटेको क्या म र मेरो साथी चाहिँ यहाँ चाहिँ होइन अनि यहाँ ठ्याक्कै के मेरो साथीको होइन विराट भ्लगमा लाइक सब्सक्राइब सेयर सबै गरिदिनु होला के तपाईँहरूलाई नराम्रो लाग्छ तिनीहरू पनि भनिदिनु होला विराट भाइले धेरैभन्दा धेरै छिटो राम्रो कन्टेन्टहरू ल्याएर आफ्नो युट्युब च्यानल गराउँछ राम्रो भिडियोहरू ल्याएर तपाईँहरूलाई फनहरू गराउँछ थ्याङ्क यू मेरो साथी थ्याङ्क यू मेरो साथी भनेको यस्तो हुनुहुन्छ क्या साथीको ब्लगमा चाहिँ साथ दिन्छ अनि यही साथीको कसको गरी हो आन्टी साथीको चाहिँ आन्टीको घरमा चाहिँ जान आँटेको त्यहाँ गर्मी लागेर होइन त्यही हो अब एकछिनतिर डान्स साथीहरूसँग गर्छु अनि अहिले चाहिँ हामीहरू यहाँ बाटोमै छु क्या अनि गर्मी लागेर हल्का त्यहाँदेखि साथीको घरतिर जान्छु एकछिन बसेर अनि भेट्छु तपाईँहरूलाई है त होइन मैले तपाईँहरूलाई म चाहिँ मनैदेखि सरी भन्न चाहन्छु किनकि मैले तपाईँहरूलाई भनेको थिएँ कि के भन्छ डान्स गर्छु होइन तर डान्स चाहिँ भएन क्या त्यहाँ खालि केटीहरू मात्रै नाच्दै थियो क्या अनि बाहिरदेखि बोलाएको त्यसैले गर्नु पाइनँ त्यसैले मनैदेखि म तपाईँहरूलाई सरी भन्न चाहन्छु ल चित्त नदुखाउनु होला म भर्खर यहाँ गएको के भन्छ त्यहाँ पनि डान्स चल्दैछ मेरो त्यहाँ झ्याउमा टक्कर दुखेर अब सुक्नु आँटेको होइन त्यही हो अहिले रातिको त्यही 10:30 बज्नु आँटेको छ क्या रातिको 10:30 11 अनि त्यही भएर भनिदिएको नि तपाईँलाई के भन्छ हौ डान्स गरेको देखाउनु पाउँदिनँ किनकि मैले तपाईँलाई भनेको थिएँ नि डान्स गरेर देखाउँछु यताउति त्यसैले मैले तपाईँलाई भनिदिएको मनैदेखि तपाईँहरूलाई भन्छु सरी होइन त्यही हो भर्खर मैले त्यहीँदेखि आएको क्या डान्स हुन्छ भनेर त्यही हो केटाहरूले अब हुन्छ होला रातिको 1-2 बजे अनि रातिको 1-2 बजे देखाउन पनि सकिँदैन नि त त्यसैले नदेखाऊँ मनले क्या नदेखाऊँ भनेर नदेखाएको क्या होइन त्यही हो राति अब कसरी देखाउनु होइन अँध्यारो हुन्छ अनि केटाहरूले पनि त्यही हुन्छ नि त खाएको हुन्छ त्यसैले पनि भनेको होइन अब यो मेरो यहाँसम्म के यो भ्लग होइन थ्याङ्क यू फर वाचिङ दिस भिडियो फर टु एभ्री वान तपाईँलाई राम्रो लाग्यो भने सब्सक्राइब अनि लाइक अनि त्यसपछि कमेन्ट सेयर चाहिँ गरिदिनु है थ्याङ्क यू फर वाचिङ दिस भिडियो